धेरै मेहनत गर्दा पनि रिजल्ट राम्रो आउँदैन किन होला आउनुहोस् आज यही कुरा गरौँ घण्टौँसम्म पढ्ने रातभरि नसुत्ने यस्तो मेहनत त पक्कै गरिन्छ। अनि त्यो नोटहरू हरेक कुरा टिपेर पानाका पाना भरिन्छ। तर अन्त्यमा यति धेरै मेहनतपछि पनि हातमा लाग्छ त केवल थकान। त्यसो भए प्रश्न यही हो मेहनतमा कमी छैन भने रिजल्टमा किन छ त किनभने समस्या मेहनतमा होइन समस्या त मेहनत गर्ने तरिकामा छ। पहिलो गल्ती हो अव्यवस्थित पढाइ। जता मन लाग्यो त्यतै पढ्दा नतिजा पनि छरिन्छ। दोस्रो गल्ती एक्टिभ लर्निङको साटो प्यासिभ लर्निङ म्हणजे खाली पढेर मात्रै बस्ने। र तेस्रो गल्ती रिभाइज नै नगर्नु अनि पढेको कुरा बिर्सिहालिन्छ नि। तर चिन्ता नलिनुहोस् यी सबै समस्याको एउटा एकदमै स्पष्ट र काम लाग्ने समाधान छ। ल अब त्यो प्रभावकारी पढाइको लागि 4 चरणको सिस्टम के हो हेरौँ है त। पहिलो स्टेप एक पटकमा 45 मिनट मात्रै तर पुरा ध्यान लगाएर। अब दोस्रो स्टेप किताब बन्द गर्ने अनि भर्खर पढेको कुरा सम्झिने। दिमागले त्यही कुरा सम्झन्छ जसलाई निकाल्न उसले सङ्घर्ष गर्छ। तेस्रो स्टेप हो रिभिजन साइकल। नदोहोर्याए त पढेको कुरा बिर्सिन्छ। र चौथो स्टेप हरेक हप्ता आफैलाई टेस्ट गर्ने। गल्तीबाटै त सिक्ने हो। हरेक टेस्टपछि यी प्रश्नहरू सोध्नुस् यसले सुधार गर्न एकदमै मद्दत गर्छ। हेर्नुहोस् एउटा सिस्टम भएपछि पढाइमा स्पष्टता आउँछ कुनै कन्फ्युजन हुँदैन। अनि जब पढाइमा स्पष्टता आउँछ आत्मविश्वास पनि आफै बढ्छ। हो यही आत्मविश्वासले नै हो परीक्षाको नतिजा सुधार्ने। त्यसैले कति लामो समय पढियो भन्ने होइन कति स्पष्ट भएर पढियो त्यो महत्त्वपूर्ण हो। कडा परिश्रम त गर्नै पर्छ तर जब त्यो एउटा सिस्टममा हुन्छ त्यो साँच्चै शक्तिशाली हुन्छ। अब एकपटक सोचौँ त के हाम्रो पढ्ने तरिका साँच्चै सफलताको लागि बनेको छ